बलेगाउँतिर आइरहेको थियौँ। बलेगाउँको हजुरहरूलाई भिडियोहरू देखाउनेछु। यस्तो भिडहरू छ। इन्डियामा आएको यस्तो छ। तिहारको लागि नेपालीहरू सबै दाजुभाइ दिदीबहिनीहरू सबैजना आउनुभएको छ। भिड छ नि त, पुरै छोड्दैन कि मान्छे हिँड्ने चाहिँ बाटो नै छैन। त्यसै गरेर सबै सामानहरू पाइरहन्छ। यता तिहारको लागि रमाइलो गरिरहेका छन् सबैजना। यस्तो माहौलहरू चलिरहेछ। सबै चिजहरू पाइन्छ यहाँ, लगायत भाँडाकुँडी अनि लगायत सबै चिज सम्पूर्णहरू चिजहरू पाइन्छ। यस्तो भिड छ नि त, यहाँ मान्छेहरू चिन्नै नसक्ने कि आउँदै फेरि बाइकहरू हिँडिदिरहेको छ। कति हो कति नेपालीहरू त्यो हेर्नुहोस्। सबैजनालाई दसैँ तिहार लागिसकेको छ। फ्यामिलीहरू यस्तो छ, यस्तो अवस्थाहरू छ। मान्छेहरू कहिले यस्तो भिड छ नि, सबै नेपालीहरू मात्रै हुनुहुन्छ। इन्डियाको त कोही कसैलाई पनि देख्दिनँ, सबैजना नेपाली नै हुनुहुन्छ। अगाडि त चाहिँ बाटो नै फिर्ने ठाउँ थिएन, अहिले चाहिँ कता अलि भिडभाड फाटेछ। त्यसै कारणले हजुरहरू पनि हेर्न सक्नुहुन्छ। अनि मेरो युट्युब च्यानलमा आउँछ भिडियोहरू हेर्नु। यता पुरै भिडियोहरू आज त यता बाँकी नै छ पुरै। कति हो कति नेपालीहरू आइरहन्छन्। यता 100 रुपियाँ किलो स्याउ अनि केराहरू भयो। यता भयो यता हेयर कटिङ भइरहेको छ। यता सबै चिजहरू पाइन्छ। यता म देखिरहेको छ, देखाइरहेका छौँ सबैजनाले हेर्नुहोला र लगायत सम्पूर्ण चिजहरू देखिरहन्छ। यस्तो छ अवस्था यताको, सबै देखाउनेछु तपाईँलाई। लगायत पनि यस्तो भइरहेको छ पसलहरू, बन्दाहरू। अनि यति यो सबै जतिजना मान्छेहरू हुनुहुन्छ नि, यति त सबै नेपाली मात्रै हुनुहुन्छ क्या। एकजना पनि देखिन होला, सबै देशीहरूको त पसलै पसल हो। आलु टमाटर प्याजहरू यता खिरहेको छ। यस्तो सामान यस्तो सालत, यस्तो तरकारीहरू यसमा अरू छन्। किलो त म एकछिन त्यसमा माछाहरू छन्, त्यसमा गएर चाहिँ माछाहरू चाहिँ कति रुपियाँ किलो रहेछ म यसो सोध्छु है हजुरहरूलाई। हेरिदिनु होला सबैजनाले र अनि माया पनि गरिदिनु होला। फेरि सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला सबै साथीहरूलाई। अनि यो इन्डियाको स्कुलको गाडी रहेछ यता। अनि यता माछाहरू राखिरहेको छ। यता पोखरीहरूमा माछाहरू पालन पोषणमा भइरहेको छ। त्यसै गरेर माछाहरू माछाहरू कति रुपियाँ किलो छ माछा? 250 हो र? के सस्ता वाला? कुन माछा है? कौन माछा है इसमें? कौन माछा है? इतना माछाहरू। यो माछा का नाम क्या है भैया? भैया यो माछा का नाम क्या है? वाम माछा है वो इसके सुजुआ पढ़नी है वो ये पढ़नी है भला नहीं करता भाई। इसमें भैया जी देखता हुआ उसमें से बता दिए नाम का
ये माछा का नाम से आप किसी बताती है ना, तो क्या बनना चाहता है आपके मोबाइल में से? तो ठीक है भैया, ठीक है, चलो माछा पलाउँछ हामीले बोलायौँ। माछाहरू पालनहरू भइरहेको छ, सबैजनाले हेरेर माया गरिदिनु होला। लगाइ यो चाहिँ हो इन्डियाको भोलेगाउँ भन्ने ठाउँमा होइन, इन्डियाको भोलेगाउँ भन्ने ठाउँमा हो। हामी चाहिँ त्यसो लाएर आइरहेको थियौँ घुम्नलाई, यताउता यसो भिडियो सिडियो बनाऊँ भनेर आएको। भित्र छिर्दै ठाउँ नपाइने यार, नास्ता खाने ठाउँमा झन् कति छ यार मान्छेहरू। नास्ता खाने ठाउँमा अहिले देखाउँछ हजुरहरूलाई कति भिड छ नि, कुनै छोडिदिनुहोस्। नेपाली पनि सब इन्डियामै छ कि, नेपालमा के छ र भन्छन्, सबै इन्डियामा सस्तो चिजहरू पाइन्छ, त्यसै कारणले सबै इन्डियामै आइरहन्छन्।